त्यो दिन थियो जुन दिन सोक्रेटिसलाई एथेन्सको एउटा अदालतले मृत्यु सजाय सुनाएको थियो। मृत्यु सजायको दुईवटा कारण थिए, उनीमाथि दुईवटा आरोप थिए। पहिलो आरोप थियो एथेन्सका युवा पुस्तालाई बिगारेको आरोप। सोक्रेटिसले युवा पुस्ताहरूसँग खुला प्रश्नोत्तर शैलीमा संवाद गर्थे र परम्परागत मान्यताहरू विरुद्ध प्रश्न उठाउँथे। यसले गर्दा युवाहरूको विचारमा परिवर्तन आएको भन्दै युवा पुस्ताहरूलाई बिगारेको आरोप लगाइएको थियो। र अर्को आरोप एथेन्समा नयाँ देवता भित्राइएको आरोप। यद्यपि उनी कुनै पनि देवता मान्ने व्यक्ति थिएनन्, तर आरोप त्यस्तो लगाइयो। कारण के थियो भने एथेन्स राज्यबाट मान्यता प्राप्त परम्परागत पहिलेदेखि देवताहरू अवस्थित थिए। तर सोक्रेटिसले आफ्नो दर्शन अनुसार आन्तरिक आवाजलाई सुन्ने कुराको बारेमा बोल्थे, जसलाई केही मानिसहरूले नयाँ देवता भित्राइएको र परम्परागत हिसाबमा मान्दै आएका देवी देवताहरूको अपमान भएको भन्दै एथेन्स राज्यमा नयाँ देवता भित्राइएको आरोप लगाइयो। र यो सँगसँगै सोक्रेटिसको आलोचनात्मक शैलीले एथेन्सको लोकतन्त्रप्रति पनि गहिरो चुनौती देखिन थालेको थियो। त्यो दिन जुन दिन सोक्रेटिसलाई जहर दिइँदै थियो, त्यो जहर दिने मान्छे सोक्रेटिसको एकदमै ठुलो फलोवर थिए र उनी सोक्रेटिसलाई जहर दिने कुरामा ढिलासुस्ती गरिरहेका थिए। उनको चाहत थियो कि थोरै बेर भए पनि अलि धेरै बाँचुन्। त्यसैमा सोक्रेटिसले उनीप्रति इसारा गर्दै बोले, खै किन ढिलो गरेको, विष लिएर आऊ, म पिउँछु। तब उनका फलोवर विष दिने अथवा जहर दिने मान्छेले भन्छन्, मृत्युको लागि पनि यति हतार। तब सोक्रेटिस भन्छन्, मैले जति जीवन बाँचे, जे बाँचे, जे गरे, जसरी बाँचे, मेरो ढङ्गले बाँचे, मेरो तरिकाले बाँचे, कुनै पनि दबाब बिना, केवल स्वतन्त्रपूर्वक जसरी जिउन सकिन्थ्यो मेरो ढङ्गले मैले बाँचे। र अब मृत्यु पनि मेरै तरिकाले म स्वीकार गर्न चाहन्छु। मृत्यु मेरा लागि एकदमै नयाँ विषय हो र यो मेरा लागि एक ग्रेट एडभेन्चर हुन सक्छ। मलाई जहर देऊ, म यसको स्वाद लिन चाहन्छु। यस्तो एटिट्युड तब मात्रै आउँछ जब हामी हाम्रो जीवन पूर्ण रूपमा जिउन सक्षम हुन्छ, अथवा मेरो स्वतन्त्रताको जीवन मैले जिउन सकेँ भने यो लेभलको एटिट्युड हामी आफै पनि विकास गर्न सक्छौँ। यदि हामीले स्वतन्त्रपूर्वक आफ्नो तरिकाले जीवन बाँचेका छौँ भने कुनै दिन मृत्यु हाम्रो ढोकामा ढकढकाउँदै आयो भने पनि सहस्र रूपमा मृत्युलाई अँगाल्न सक्छौँ, किनकि हामीसँग त्यो बेलामा पछुताउनको लागि कुनै पनि कुरा हुँदैन, किनकि जीवन हामीले पूर्ण रूपमा बाँचिसकेका हुन्छौँ।